उहाँहरूको इच्छा आकांक्षाको कुनै लिमिट रहेनछ। हामीले त केवल के मागिरहेको छौँ र कस्तो सरकार हो आफ्नो निर्णय कार्यान्वयन गर्न 2.5 महिना बितिसक्दा पनि खाली प्रतिबद्धता, निर्देशन, अपिल र कस्तो सरकार हो। एउटा जिम्मेवार मन्त्रीले एउटा निजी मेडिकल कलेजको अध्यक्षज्यूसँग भनेर माइनटमा नभए शब्द लेख्छ अनि हामीलाई भनिन्छ तपाईहरुले स्वास्थ्यको जिम्मा लिएको, तपाईहरुले बिरामीलाई दुःख दिनु हो। हामी पटक पटक भनेका छौँ हामीले बिरामीलाई दुःख दिएको होइन, हामी बिरामीलाई सुख हुनलाई यो गर्दैछौँ। तपाईहरुलाई रात दिन नभनिकन तपाईले तिर्ने बिल उहाँहरूको खल्तीमा जान्छ, तर तपाईहरुको उपचार सुनिश्चित गर्न रात दिन खटिने यिनै युवा चिकित्सकहरु। र हामीले कस्तो राज्यलाई हामीले जिम्मा दिएछौँ जो युवा चिकित्सकलाई त किन चिकित्सक पढिस् त किन यो देशमा बसिस् भनेर पटक पटक सोध्छ, पटक पटक गिच्याउँछ। अनि यद्यपि हामी नागरिक समाज, सञ्चार कर्मी, हामी मानवाधिकारवादी के भन्छौँ भने चिकित्सकहरू सडकमा आएर उपचार पाएनन्। होइन, चिकित्सकहरू कुनै पनि दिन सडकमा आउन चाहँदैनन्। तपाईहरुलाई रात दिन नभनिकन सेवा गर्नलाई हामीले रात दिन नभनिकन पढेको हो। तर त्यो राज्यलाई सोधिदिनुस्, तेरो निर्णयको मसी नसुत्दै गर्दाखेरि किन यी युवा चिकित्सक सडकमा आएका छन्। यो मुद्दा केवल चिकित्सकको मात्र मुद्दा होइन, यो नागरिकको मुद्दा हो, यो नागरिकको स्वास्थ्यको मुद्दा हो। उहाँहरूले भन्नुहुन्छ 70% स्वास्थ्य उहाँले दिनुभएको छ। त्यो 70% मा 50% स्वास्थ्यको हिस्सा लिने जमात हो। आज कोही बाध्यताले यहाँ सडकमा आउनु भएको छैन होला। र नआएका तमाम आवश्यक चिकित्सकहरूलाई पनि भन्छु, तपाईहरुलाई अहिले धम्क्याएर सर्टिफिकेट दिन्छ भनेको छ होला। जुन दिन तपाईले कुकुरले पुच्छर हलाएको जस्तो हल्लाउन छोड्नुहुन्छ, तपाईको अभिगत यही बनाउन खोज्छन्। त्यही भएर तपाईहरु सुनिश्चित भएर आउनुहोस्। नेपाल चिकित्सक सङ्घ तपाईहरुको यो मागलाई पुर्याउनलाई कटिबद्ध छ। हामी सडकबाट यस्ता धम्कीले डराएर हामी फर्किनेवाला छैनौँ। वार्ता सौहार्द बनाउनुहुन्छ, वातावरण मिल्ने बनाउनुहुन्छ, सुनिश्चित बनाउनुहुन्छ, पैसा हाल्नुहुन्छ, हामी 1 मिनेट पनि इन्तु किन्तु परन्तु नभनिकन हामी फर्किन्छौँ। तपाईँ धम्क्याउनुहुन्छ, तपाईँ तर्साउनुहुन्छ भने हामी तर्सिँदैनौँ। हामीलाई पनि तपाईहरुका सबै चिज थाहा छ र हामी पनि खोल्दै जान्छौँ, भण्डाफोर गर्दै जान्छौँ। यति भन्दै यो आन्दोलन अब फरक ढङ्गले अगाडि बढ्छ। हामी जिन्दाबाद जिन्दाबाद मुर्दाबाद मुर्दाबाद जिंदाबाद जिंदाबाद मेडिकल माफिया मुर्दाबाद मुर्दाबाद कंपनी ओसीना कंपनी ओसीना चिकित्सक एकता जिंदाबाद चिकित्सक एकता जिंदाबाद चिकित्सक एकता जिंदाबाद बोलाउनु भएको थियो। यद्यपि त्यहाँ जाँदा जाँदै साउजीहरूको अर्को नयाँ नौटङ्की देखियो। उहाँहरूले चाहिँ 2-3 महिना तपाईँहरूलाई हामी बोलाउँदैनौँ र सार्वजनिक कार्यक्रममा हामीले चाहिँ उहाँहरूलाई रोकेका छैनौँ। उहाँहरूलाई हामीले पैसा दिन्छौँ भनेर भनिसकेका छौँ र आउनुभएका छैन भन्ने त्यो निजी मेडिकल कलेजका सञ्चालकहरूको अध्यक्षज्यूले पनि मेरो कुरा सुनिराख्नु भएको होला। तपाईका साथीभाइहरूले अहिले ठाउँ ठाउँमा हामीले हाम्रो चिकित्सकहरू छिर्न नदिरहेको अवस्था छ र यदि साँच्चै नै हो भने अब हामी मिडिया लिएर तपाईहरुको कलेजमा छिर्छौँ, दुधको दुध पानीको पानी बनाउँछौँ। होइन, तपाईहरु आफ्नो प्रतिबद्धतामा नभए इमानदार रहनुहोस्।
दोस्रो कुरा माननीय स्वास्थ्य मन्त्रीज्यूले पटक भन्नुभएको छ हामी कारबाही गर्छौँ। अब मौखिक होइन, हामीलाई स्वास्थ्य मन्त्रालयले यसलाई अटेर गरेको जगजाहेर छ। तपाईहरुलाई प्रमाण चाहिन्छ भने उहाँहरूले बोलेकै कुराहरू सुन्नुहोस्, उहाँहरूले गरेकै कुरा गर्नुहोस् र यो नमान्ने हो भने के कारबाही हुन्छ भनेर अब हामीलाई ब्ल्याक एन्ड व्हाइटमा स्वास्थ्य मन्त्रालयले दिनु पर्यो। चिकित्सा शिक्षा आयोग र दुईटै विश्वविद्यालयका डिन साहबहरूलाई म यही भन्छु, तपाईहरुले जिम्मेवार लिएर हाम्रो आवश्यक चिकित्सकहरूलाई परीक्षाबाट उत्तीर्ण गराएर प्राइभेट मेडिकल कलेज पठाउनु भएको होइन। तपाईहरु सम्बन्धित चिकित्सा शिक्षा आयोगले यो निर्णय गरेको होइन भने अब कारबाही गर्न तपाईहरुलाई के प्रमाण चाहियो? तपाईहरुलाई एप्लिकेसन चाहिएको भने हामी सबै कलेजका एप्लिकेसन दिन्छौँ। कारबाही गर्न सक्नुहुन्छ भने गर्नुहोस्, सक्नुहुन्न भने कुर्सी छोड्नुहोस्, कारबाही गर्ने मान्छे आउँछ। र म यो निर्णयको सबैभन्दा अभिभावकज्यूलाई भन्छु, सामान्य प्रधानमन्त्रीज्यू जसले यसको निर्णय गर्नुभयो, यदि उहाँको निर्णय अटेर गरेर सडकमा ल्याउनेलाई कारबाही गर्दैन भने यो मुलुकमा निर्दलीय अभिभावक कहाँ खोज्ने, राज्यमा सडक मान्छेले अभिभावक कहाँ खोज्ने? त्यो साउजीहरूको मात्रै हो? त्यो सरकार साउजीको सेफमा बन्धक बनेकै हो? 24 घण्टाभित्र कारबाही प्रक्रिया थाल्नुहोस् अनि उहाँहरू सडकमा आउनुहुन्छ। हामीले उहाँहरूको आग्रहमा आवश्यक चिकित्सक साथीभाइहरूलाई आफ्नो सम्बन्धित संस्थामा जानुस् भनेर पठाएका थियौँ, किनभने सामान्य प्रधानमन्त्री ज्यूकै उपस्थितिमा उहाँहरूले हामी तयार छौँ, उहाँहरू आउनु पर्यो भन्नुभएको सार्वजनिक मञ्चहरूमा टेलिभिजनहरूमा उहाँहरूको नागरिकता गर्ने भनेर पैसा दिने होइन, कलेज आउनुपर्छ भने नागरिकता किन गर्नु पर्यो? तपाईँको कलेजको चिकित्सकहरूको लिस्ट छैन, एकाउन्ट छैन, यद्यपि ठिक छ कलेजमा हामी पढाउँछौँ, तर अहिले पनि कुनै कलेजले चाहिँ एपोलोजी लेटर, आन्दोलनमा कसैले पनि एपोलोजी लेटर लेख्दैन, आन्दोलनको स्वरूपमा काहीँ पनि हुँदैन। यत्रो शिक्षक आन्दोलन भयो, कहाँ चाहिँ एपोलोजी लेटर लेखियो? र अब यसमा मेरो आग्रह सबै फ्याकल्टीहरू, स्वास्थ्य कर्मीहरू जसले उहाँहरूको लागि अहिले कमाइदिइराख्नु भएको छ र सुन्दैछु केही मेडिकल अफिसर भाइ बहिनीहरू जसलाई चाहिँ रिप्लेस गर्न भनेर अहिले नियुक्ति दिएको छ, तपाईहरु एउटा मात्रै कुरा सम्झिनुहोस्, मेरो घरमा सिसा ढुङ्गा हान्नेले छिमेकीको घरमा हान्दैन भन्ने हुँदैन। मलाई टोक्ने कुकुरले तपाईहरुलाई टोक्ने हुँदैन। तपाईहरुलाई आज लागिरह्यो होला तपाईहरुलाई साउजीहरुले धेरै माया गर्नु भएको छ, हैन? तपाईहरुलाई दलाउनु भएको छ, तपाईहरुलाई गलाउनु भएको छ र तपाईहरुलाई गलाउने क्रममा तपाईहरुलाई दासत्व स्वीकार गर्ने बनाउनु भएको छ। एकचोटी आफ्नो सन्तान हेरेर यी हाम्रा सन्तान हुन्, यिनीहरूको लागि हामी सडकमा आउनुपर्छ भनेर एकचोटी तपाईहरुले मनन गर्नुहोस्, उहाँहरू आफै झुक्नुहुन्छ, किनभने उहाँहरूको लोभ